देख्न सक्नुहुन्छ साथीहरू दाउ यो चाहिँ 15 मिनट भइसक्यो साथीहरू म यहाँ बसेको हेर्नु न अहिलेसम्म पानी आएन के साथीहरू हेर्नु न अहिलेसम्म हेर्नु एक थोपा हानेको 2टा बाल्टी छ यहाँबाट चाहिँ ट्याक्क लाएर चाहिँ हेलो गाइज वेलकम टु ब्याक टु माई च्यानल आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म नि एकदम सन्चै आरामै छु है यस्तै सन्चै आरामै छु भन्न पर्छ है यस्तै छ है म चाहिँ ट्याक्क लाएर चाहिँ हाम्रो चाहिँ यो कलेजको ड्रेस है ट्याक्क लाएर चाहिँ म चाहिँ अहिले चाहिँ कलेज हिँडेको किनकि इक्जाम चलिरहेको छ है त्यही चाहिँ म कलेज हिँडेको त्यही भएर भ्लग नआएको धेरै भयो नि त भ्लग नबनाउनु नपाएको है अब रिल्सहरू नि बनाउनु पाएको छैन त्यही भएर चाहिँ आज यसो कलेज जाऊँ भनेर कलेजको आज यसो भिडियो बनाऊँ भनेर चाहिँ मैले चाहिँ यसो भिडियो बनाएको है हाम्रो चाहिँ इक्जाम चलिरहेको छ अहिले चाहिँ म चाहिँ 12 क्लासमा हो है अहिले हाम्रो चाहिँ यो टेस्ट चलिरहेको छ होइन इक्जामको लागि बोर्ड इक्जामको लागि टेस्ट चलिरहेको छ त्यही भएर चाहिँ अहिले इक्जाम त्यही भएर चाहिँ आज म इक्जाम दिन गइरहेको छु आजको विषय रहेको छ आज चाहिँ हाम्रो के विषय छ भने चाहिँ नेपाली विषय रहेको छ नेपालीको इक्जाम दिन गइरहेको छु म चाहिँ यस्तै छ साथीहरू है देख्न सक्नुहुन्छ यहाँ चाहिँ यो यसरी ढुङ्गा फोडिरहेका छन् यस्तो रहेको छ हाम्रो गाउँ है यस्तो छ यता चाहिँ वनै वन छ गाउँ चाहिँ त्यतापट्टि छ गाउँ चाहिँ यता चाहिँ वन रहेको छ देख्नुहोस् म तपाईँलाई रात लाएर देखाइदिन्छु यहाँ चाहिँ सोलिङ गरेका छन् बल्ल विकास हुँदैछ हाम्रो देश पनि गाउँतिर पनि यसो ढलन सलन हुँदै गइरहेको छ चाहिँ यस्तो वन रहेको छ है यस्तो रहेको छ तपाईँले देखिसक्नुभयो होला है भ्यूहरू तपाईँले देखिसक्नुभयो होला म चाहिँ अब हिँड्न लागिसकेको है यस्तरी चिलाएर चाहिँ टाउको चिलाइसकेको छ साथीहरू जुम्रा परेछ नि क्या हो साथीहरू यहाँ पनि यस्तरी सोलिङ गरेका छन् देश विकास हुँदैछ विकास हुन लागिसकेको छ हुँदैछ बल्ल सुरुवात मात्रै हुँदैछ है त्यस्तै अब साथीहरू यस्तो गर्मी हुन लाग्छ नि अहिले चाहिँ है यहाँ चाहिँ रुख भएर चाहिँ त्यति घाम आउँदैन यस्तो छ रुख चाहिँ यता पनि रुख छ यता पनि रुख छ यस्तो वरिपरि यस्तो रोडको उसपरि धेरै रुखहरू छ के त्यही भएर चाहिँ धेरै घाम आउन पाउँदैन अझै यता पनि फाडिसकेछ नि देख्न सक्नुहुन्छ यता पनि सब फाडिसक्न लाग्छन् यस्तो घाम हुन्छ नि अहिले त त्यति चर्केको छैन अहिले चाहिँ कति ट्याक्क 10 बजेर 13 मिनट गइसकेको छ त्यस्तै अब 11-12 बजीतिर यस्तो चर्किन्छ नि चर्किन त अब चर्किसकिन्छ यस्तो चर्किन्छ नि साथीहरू आमामा कुरा नगर् गाउँतिर त यस्तो गर्मी भइसकेको छ है अब सहरतिर त कस्तो भयो होला राम हरे कृष्ण राम अझ त्यही भन्दा नि यो पोल्युसनले गर्दा पनि हेर्नु न यस्तो तुयालो त हुन्छ नि हेर्नु न यस्तो केही देखिएको छैन कि हेर्नु त यस्तो केही देखे सब त्यो डढेलो हुन्छ नि आगो लाउँछ नि हो त्यो आगो लाएर चाहिँ यस्तो पोल्युसन फैलिन्छ नि साथीहरू जतासुकै आगोलाई मात्रै लगाएको छ कि अन्त केही देखे छैन त सब त्यो धमिलो भएर है त्यो आगो लासी धुवा निस्किन्छ नि त्यो सबतिर भएर चाहिँ केही पनि देखिएको छैन कि सब हेर्नु न टुक्ने अहिले चाहिँ म चाहिँ कलेज हिँड्नु लागिसक्यो अब हाम्रो चाहिँ ठ्याक्क 10 बजेबाट हुन्छ 10 बजेबाट इक्जाम सुरु हुन्छ अहिले चाहिँ 10:13 भइसक्यो अहिले सन्चै हुन्छ धेरै मिनट पनि लाग्दैन जम्मा कति अब छिटो हिँड्यो नि त अब 20 मिनटमा पुगिन्छ अब सन्चै हिँड्यो भने अब त्यस्तै हो आधी घन्टा 35-40 मिनट लाग्छ सन्चै हिँड्यो किन ढिलो हिँड्नु पर्ने छ र है अब यस्तो हुन्छ यस्तो घाम चर्केको छ है साथीहरू है यसो घामतिर नि देख्नु पर्ने हुन्छ है ट्याक्क लाएर चाहिँ है यो पारा यस्तै पारा मेरो बालछिन आमा बाघको यो भेडे जनताहरू चाहिँ के भयो के भयो तिमीहरूको बुद्धि छैन यस्तै ताल गऱ्यो भने देश उँगो होइन अझै ओह्रालो लाउने छ के यस्तो तालले देश कहिले पनि बन्दैन अनि त्यो के गरे त आन्दोलन गरे हो कि के गरे त्यस्तो कसैको घर जलाइदिएको छ है अब त्यो पुलिसहरूलाई ढुङ्गा मुढा हानेको छ बा त्यो पुलिस भनेको जागिर हो के जागिर बिचारा त्यो जागिरको लागि तिनीहरू आएका हुन्
बुझ्यौ नि। त्यसरी ढुक्नु सक्छौ भने नेतावाला हानेर देखायो न। त्यो पुलिसको चाहिँ के दोष? बिचरा तिनीहरू त जागिर खान आएका छन् है, तिनीहरूको जागिर हो है। अब आउनु पऱ्यो है, तिनीहरूको बाध्यताले तिनीहरूलाई पनि देशको माया लाग्छ नि त। अब जागिर गर्नु पऱ्यो है, आफ्नो छोराछोरी है, आफ्नो छोराछोरी अनि बुढीहरूलाई पाल्न, घर परिवारलाई पाल्न पऱ्यो, त्यो जागिर आउनु पऱ्यो नि। बिचरा तिनीहरूलाई हान्नु चाहिँ के कसरी हानिरहेछ के माया सलर, यस्तो माया लाएर यस्तो रिस उठिरहेछ नि। खातेका बानहरू साला भेडेहरू माया साला, कसैको घर जलाइदिएको छ है, त्यो बिना काममा तोडफोडहरू गरेको छ, त्यो गाडीहरू जलाइदिएको। त्यो गाडीको दोष चाहिँ के? किन आगो लगाउनु पर्यो? पुरै इमान्दार भएर आन्दोलन गर्न परेन? त्यसरी गरे हुँदैन? यस्तो रिस उठिरहेको छ नि त्यो भिडियो हेर्दा, यस्तो माया कसम यस्तो रिस उठिरहेको छ नि सालेहरू। यस्तो तालले त देश कहिले पनि जिन्दगी नि बन्दैन यार। यस्तो पनि हुन्छ आन्दोलन। फाइनली साथीहरू है, इक्जाम दिएर पनि आइसक्यो है, बल्ल बल्ल इक्जाम दिएर पनि आइसक्यो। आज चाहिँ कस्तो भयो पेपर चाहिँ म देखाउन गइरहेको छु। यस्तो आएको थियो हाम्रोतिर त, यस्तो आएको थियो। तपाईँकोतिर चाहिँ कस्तो आयो होला है, क्वेसनहरू कस्तो आयो होला? हाम्रो चाहिँ देख्न सक्नुहुन्छ, हाम्रो चाहिँ यस्तो आएको थियो। आज चाहिँ नेपालीको त पहिले नि भइसक्यो होला। आज नेपालीको देख्न सक्नुहुन्छ यस्तो आएको छ। यस्तो आएको छ। हाम्रो स्कुलको नाम चाहिँ महेन्द्र ज्योति माध्यमिक लुङखुद एकपाटे पर्वत हो। अनि यता देख्न सक्नुहुन्छ यस्तो आएको छ, यति आएको छ। के गर्नु साथीहरू, यस्तो हिसाब आएको छ। तर के गर्नु, अलिअलि लेखियो है, अलिअलि लेखियो अनि टाइमै पुगेन कि लेख्दा लेख्दा। पहिला चाहिँ अब 1 घन्टासम्म चाहिँ त्यत्तिकै बसियो, अनि त्यसपछि चाहिँ अनि लेख्दा लेख्दा 2 घन्टासम्म, अनि टाइमै पुगेन, त्यही भएर चाहिँ छोडिदिएको। यस्तै भयो आजको यसमा चाहिँ, यस्तै भयो है। अझ फेरि हेर्नुहोस् है साथीहरू, गाउँको धारामा पानी नआएर यस्तो समस्या छ देख्न सक्नुहुन्छ। यो चाहिँ ब्याड भयो, यो चाहिँ जरुवा राख्ने ब्याड भयो। अब त्यो धानको ब्याड राख्ने उसा हो नि त, यो चाहिँ जरुवा राखेको। यहाँ चाहिँ यो चाहिँ पानी ओसार्दै, बाल्टीमा ओसार्दै, अनि ट्याक्कालार चाहिँ यहाँ भर्दै, यहाँ पानी हाल्दै यसरी। अर्को अलि उताबाट पानी लियो, घरको धारामा पानी नआएर साथीहरू यसरी हाल्नु परिरहेछ, देख्न सक्नुहुन्छ। अहिले म तपाईँलाई पानी लिने ठाउँ पनि देखाइदिन्छु। अरू म भन्ने छु, यसरी हाल्न परिरहेको छ, देख्न सक्नुहुन्छ। यसरी हाल्दै गाउँमा पानी नआसी त्यस्तै हो गाई साथीहरू। पानीको समस्या भएपछि सबै ओसार्नु परिरहेको छ, देख्न सक्नुहुन्छ। यसरी पानी हाल्दै बास, देख्न सक्नुहुनेछ। अब यो चाहिँ भर्न पनि हुन्छ। यो चाहिँ ठ्याक्क धानहरू सबै भिजाउनु पर्ने हुन्छ, अनि फेरि छोडिदिने, फेरि ओसार्दै यसो गर्दै यसरी गर्नुपर्ने हुन्छ साथीहरू। पानी पनि सक्यो, फेरि पानी लिन जानुपर्ने हुन्छ, यसरी देख्न सक्नुहुन्छ। यसरी हाल्नुपर्ने हुन्छ। के गर्नु साथीहरू, गाह्रो छ हौ जीवनमा। गाउँमा बसेपछि पानीको समस्या हसी यति गाह्रो हुन्छ नि साथीहरू, देख्न सक्नुहुन्छ गाइज। यही हो पानी उस्तै,
ट्याक्कै पानी थाप्ने चाहिँ यहीँ हो। म चाहिँ फेरि जग पनि हिँडेर आएर छु। हिँड्न साथीहरू यत्रो आइसक्यो पानी पनि देख्न सक्नुहुन्छ। पानी यत्रो आइछ हिँड्न अहिले त आएन यार। अहिले चाहिँ हेर्नु यस्तरी आइछ यत्रो आइछ पानी पनि सानो आइछ। अहिले चाहिँ यहाँ तल गरेर चाहिँ त्यो जम्मा भएको चाहिँ आएको हो। अनि यस्तरी छ यो फेरि के छ भन्दाखेरि चाहिँ यहाँबाट त फेरि यो रोडभन्दा तल छ। अनि तलबाट यस्तरी आएर चाहिँ अनि यसरी ठाडो गएको छ कि यो देख्न सक्नुहुन्छ। यो पाइप चाहिँ यहाँबाट चाहिँ ठाडै गएको छ देखिन्छ। ठाडै गएको छ ठाडै सिधै माथि गइरहेको छ। अनि त्यही भएर चाहिँ पानीको समस्या भएको साथीहरू अब चाहिँ यसरी हाल्नुपर्ने हुन्छ। यहाँबाट चाहिँ यसरी हालेर चाहिँ देख्न सक्नुहुन्छ आउँदै आएन। यस्तो समस्या छ नि साथीहरू देख्न सक्नुहुन्छ। अलिअलि आएको छ पानी चाहिँ। यहाँ चाहिँ त्यता देखाए है के गरेछ र अलि तैँले अलि यसरी आएर यसरी थियो यसरी थियो है। हे यता नअठाइन नि यता अठाएर कसरी हुन्छ। देखि त नि यो पाइप पनि पछि गएर मलाई पनि देखाइ भाइलाई पनि देखाइ। आपल्याला चेक केलं का वा जाऊ त उता नि देखाइ उता नि देखाइ। साथीहरू बाटो पनि यस्तो अप्ठ्यारो छ कि अन्त टेरीका यस्तो बाटोमा अझ हिँड्नुपर्ने हुन्छ जस्तै पानी लिएर। अन्त यस्तो बाटो छ है यस्तो बाटो छ त्यहाँ लगेर हाल्ने पानी चाहिँ यस्तो गरेर ट्याक्क राख्ने। अनि पानीले जगले खोप्दै हाल्दै किनभने चाहिँ अब यहाँ पानी माथि छ धारामा आएन। अनि त्यही भएर चाहिँ अब चाहिँ धान सुक्छ नि त। अनि त्यही भएर चाहिँ ट्याक्क लाएर यहाँ चाहिँ पानी हालेको। यति हालेपछि त अब सुक्दैन घाम पनि ओखो लाग्छ कि फेरि बिग्रिन्छ नि त। त्यही भएर चाहिँ मैले ट्याक्क लाएर हालेको साथीहरू देख्न सक्नुहुन्छ। अझै भाइले लिएर आइस र एकछिन बस अब ट्याक्क लाएर यस्तै हाल्ने साथीहरू है। यो चाहिँ अब यति एक बाल्टी हाल्ने हो अनि हुन्छ साथीहरू। यस्तो दुःख छ साथीहरू पानीको के गर्नु छ। आजसम्म 2 दिन भयो नआएको पानी त्यही भएर चाहिँ यस्तो भइरहेको छ। पानी सानो आएर खरेडी परेर यता गाउँतिर आएकै छैन पानी पनि। यो खरेडीको कारणले हो कि सानो पानी त आउँछ तर ठुलो आउँदैन। तर ट्याक्क लाएर तपाईँ नमस्ते गरिदिए नमस्ते भन्छु अहिले राम्रोसँग गर न नमस्ते भन्छु। नमस्ते यो चाहिँ हाम्रो भाइ हो है चाहिँ माइजूको छोरा। त्यही भएर यो 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 गर्दैन। अब म चाहिँ खाजा बनाउनु गइरहेको छु। यता चाहिँ म तपाईँलाई किचन पनि देखाइदिने छु। त्यही ओपन गरेर चाहिँ हाम्रो किचन चाहिँ यस्तो रहेको छ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ बत्ती रहेको छ। यो चाहिँ हाम्रो किचन चाहिँ यस्तो रहेको छ। पुरै छिजल र बिजल रहेको छ है। पुरै छ्याल र ब्याल रहेको छ है। यो चाहिँ ग्यास भयो यहाँ खाजा बनाउने हो। यसलाई चाहिँ ट्याक्क लाएर यता राख्न पर्यो। अनि अरुष भाइ के छ हाई गरिदे यसरी हाई गरिदे मान्दैन फेरि। म चाहिँ ब्ल्याक चिया छ कालो चिया छ यसलाई यता राखौँ। म चाहिँ ट्याक्क लाएर चाहिँ यता चाहिँ भात भुटेर खाने साथीहरू। के छ त नि गाउँमा यही खाए भात नखाए भात यति भात रहेछ। अब यसलाई भुटेर खाने हो। म चाहिँ तरकारी पनि रहेन रहेछ अन्त तरकारी पनि रहेन रहेछ। अब च्याममा भुटेर अब चाहिँ च्याममा भुटेर खाने है भाइ है भात है। अब चाहिँ च्याममा लाएर भुटेर खानुपर्ने हुन्छ किनकि भोक लागिसक्यो। कलेज गएर आएको म चाहिँ है। अब चाहिँ ट्याक्क लाएर चाहिँ खानुपर्ने हुन्छ। अब खाजासाजा खाएर चाहिँ अनि अब पछि भेटौँला है।
अब म खाजासाजा खान्छु अनि त्यसपछि फेरि अब अर्को उसतिर भेटौँला हो। 15 मिनट भइसक्यो साथीहरू, म यहाँ बसेको। हेर्नु न अहिलेसम्म पानी आएन कि साथीहरू, हेर्नु न अहिलेसम्म हेर्नु एक थोपा हानेको 2टा बाल्टी छ। यहाँबाट चाहिँ ट्याक्क लाएर चाहिँ घर बसाउनु पर्ने हुन्छ है। त्यही भएर चाहिँ यहाँ पानी कुर्दा कुर्दै है हैरान भइसक्यो। अहिले चाहिँ ट्याक्क 4:41 भइसकेको छ साथीहरू। अहिले साँझको 4:41 भइसकेको छ। अहिलेसम्म पानी आएको छैन। आयो थोरै आयो। हेर्नु यत्रो आएछ, कहिले भर्यो नि होला साथीहरू। अब कहिले भरेर यो बाल्टी भरेर घर लिएर जाने होला। यस्तो समस्या हो नि साथीहरू पानीको टुक्नी। अब चाहिँ बेलुका अब खाने के पानी खाने अनि के भाँडा मस्काउने हो साथीहरू। पानी यत्रो आइसकेको छ। अब छिटो आना हो, छिटो आयो। ओ बाफ्रे, पानी आइजा। यस्तो समस्या साथीहरू यहाँ चाहिँ खासमा चाहिँ यो हो। अनि खाने यो एउटा हो, यसलाई चाहिँ यहाँबाट चाहिँ जोइन गरेको। यहाँबाट चाहिँ जोइन गऱ्यो। यहाँबाट चाहिँ यस्तरी हो। त्यहाँबाट चाहिँ त्यहाँबाट चाहिँ पानी माथि लगेको छ पानी। अनि त्यहाँबाट चाहिँ माथि नचढेर चाहिँ अनि यहाँबाट थाप्न आएको के अरे। अनि आएको थियो पानी, अहिले चाहिँ आएको छैन। अब एकैछिन रोक्छु के अरे, तिरतिर आइन्छ अनि भरेर अनि ट्याक्क लिएर जानु पऱ्यो साथीहरू। किनभने यस्तै छ पानीको समस्या है। यो खडेरी परेर हो क्या टुक्नी। हेर्नु त मासुले तुयालो लाएर यो आगो लगाएको छ नि साथीहरू। जतासुकै आगोमा त आगो लाएर सब उस परिछ कि सब त्यो आगोको धुवाँले यस्तो उस भइछ नि। ट्याक्क लाएर त आगो हुन्छ नि साथीहरू, त्यो आगोहरू जतासुकै आगो लगाइछ के। हिजो यहाँ लगाएको थियो, त्यहाँ लगाएको थियो, अस्ति दिनदिनै लगाएको गरेर पानी पनि यत्रो मेरो तुरी भन्दा नि सानो आयो यार कसस टुक्नी आउँदै आउने यार पानी पनि यार। हेर्नु साथीहरू क्या निले नि बल्ल त्यति भइसकेको छ। एस्कीमा साले अब क्या नि हो नि अब यार, यस्तो पानी नै आउन त यार। एउटा भरेको पनि छैन, यो बल्ल यति भइसकेको छ। आउँदो पनि आउने यार। यसो गर्दा आउँछ चिक्नी। यसो गर्दा हेर्नु न कतिसम्म आउँदो रहेछ हेर्न पऱ्यो। आउँदै आउन त यार। तब जानु पर्यो घरतिर, पानी नै आएन यार। हामीले साथी है बल्ल गरेर है बल्ल कति 1 घन्टा जति लाएर त्यो पानी भराएर, बाल्टीमा पानी भराएर ट्याक्क लाएर चाहिँ भराएर घरसर राखेर चाहिँ म चाहिँ यसो डुलाम भनेर है। कति घरमा त यसो गाउँतिर हिँड्न लगाएको साथीहरू है। ट्याक्क लाएर चाहिँ यो चाहिँ देख्नुहुन्छ यहाँ चाहिँ माटो खानिरहेको छ है। यहाँ चाहिँ रातो माटो रहेको छ, किनभने चाहिँ यता चाहिँ गाउँमा चाहिँ रातो माटो लिप्छ नि त। रातो माटो लिउन लागि चाहिँ यस्तो छ। यहाँ चाहिँ दाउराहरू रहेको छ है। ट्याक्क लाएर यहाँ दाउराहरू कटिङ पनि रहेको छ। यो चाहिँ साथीहरू उसै के अरे दाउ है साथीहरू। म तपाईँहरूलाई देखाउँछु। एकैछिन देख्न सक्नुहुन्छ साथीहरू दाउ। यो चाहिँ मासु काट्ने दाउ हो साथीहरू है। यो चाहिँ अरूकै हो, मैले यो छोड्न हिँडेको। यसमा चाहिँ धार लाउन लिएको है। यो चाहिँ धार ल्याउन लिएको है। यस्तो रहेको छ। कार्दिम रन्डाबान अरे यो चाहिँ दाउ हो नि त। अर्काको यहाँ चाहिँ ग्यालेन्डर लाएर चाहिँ यसलाई उदाएर चाहिँ है ट्याक्क लाएर चाहिँ हेर्नु यस्तो दामी छ माटि मासु काट्ने है। च्याप्प लाएर भयो यस्तरी काट्न भयो। अरू नकाटौँ फेरि अहिले धार झराउने फेरि मलाई गाह्रो हुन्छ है। त्यही भएर चाहिँ है यो अहिले चाहिँ यो राजतन्त्र ल्याउने भनेर चाहिँ यो जुन आन्दोलन भयो नि, यो के अरे कुन ठाउँमा हो यो आन्दोलन भएको थियो नि, यो राजा पार्टीहरूले देखाएको यो आन्दोलन। खास चाहिँ त के को आन्दोलन हो म त कुरै पनि झन् देश बचाउनको लागि आन्दोलन गरे हुन् कि है, यो तोडफोड गर्न आन्दोलन गरे हुन्। टुक्नीहरू यस्तो त भिडियो हेर्दा नि साथी यस्तो पारा ताते थियो नि। कसम यही दाउले हानिदिनु जस्तो रिस उठ्ने क्या यार। त्यो आन्दोलन गर्ने भए राम्रोसँग आन्दोलन गर्ने हो नि त। राम्रोसँग आन्दोलन गर्ने त्यो बिचरा त्यो सर्वसाधारण जनताहरूको त्यो घर चाहिँ किन जलाउन पर्दो है। त्यो घरहरू जलाइदिएको छ है। पसलहरूमा गएर चोरेको छ मासलाहरू खाँदेको नाडीका बानहरू है। पसलहरू गएर चोरेको छन् त्यो हुन्छ नि त। अब त्यो आन्दोलन भन्दा पनि त्यहाँ गसी चोर्न पाइन्छ भन्ने त्यो सोचले आन्दोलनमा गयो जस्तो लाग्यो कि मलाई।
मेरो चाहिँ अब तपाईँहरूको सोच चाहिँ के हो है। अब म चाहिँ मेरो सोच चाहिँ त्यहाँ उसो भन्दा अब कोही कोही मान्छे त अब देशको लागि गएको होला है। अब कोही कोही मान्छे त त्यो अब त्यहाँ गएपछि चाहिँ आन्दोलनमा गएपछि चाहिँ अब त्यहाँ चाहिँ चोर्न पाइन्छ है। अब त्यहाँ गएर चाहिँ चोर्न पाइन्छ भनेर चाहिँ त्यहाँ गएका होलान् है, गएका हुन् साँच्चै है। त्यही कारणले गएको हुन् तिनीहरू चाहिँ त्यहाँ गएपछि चोर्न पाइन्छ है। के भन है, त्यहाँ चाहिँ एउटा पुलिस एउटा सेक्युरिटी दाजुले चाहिँ नमजाले कुटेछन् है, भाटोले है। अलिक दर्रो भाटो क्या त्यो हुन्छ नि, रडलाई माटुमीहरूको ठाडैमा सोधिदिने अरे हान्न पर्ने हो है। त्यही हो, त्यही मलाई हजुरलाई चाहिँ सेल्युट छ है, दाइलाई चाहिँ बधाई छ। के अरे उहाँ बधाई छ है। उहाँले चाहिँ कति 5 लाख रुपियाँ पनि नगद पुरस्कार पाउनुभएको छ है, सम्मान पाउनुभएको छ उहाँले चाहिँ है। अलिक रडले क्या माटुनी त्यो चोरहरूको है हान्न पर्ने हो कि। म चाहिँ के भन्न चाहन्छु भने चाहिँ यो भेडा जनताहरूलाई है, म चाहिँ यो भेडे जनताहरूलाई है, म चाहिँ यो भेडे जनताहरू गुखानी जनताहरूलाई के भन्न चाहन्छु भने चाहिँ अब राजा ल्याउने आन्दोलन भन्दा पर्ने, राजा आए पनि त्यही हो है। अब विकास गर्ने केही पनि होइन। अन्त अब तिनी आए पनि, अब राजा आए पनि त्यति कुर्सीमा बस्ने अनि त्यही हो है। तिनी आए पनि त्यही हो है, विकास गर्ने केही पनि होइन। तिनले जेल हाल्छन् नेताहरूलाई, भ्रष्टाचारी नेताहरूलाई, त्यही हो है। अब तिनले पनि विकास गर्ने केही पनि होइन, त्यही हो। उहाँले विकास गर्ने पनि केही पनि होइन है, आएर त्यत्तिकै बस्ने मात्रै हुन्। अनि के भन्न चाहन्छु भने चाहिँ मैले चाहिँ है, अब पहिलो कुरो त हामी सुध्रिन पऱ्यो कि नेतालाई मात्रै गाली गरेर हुँदैन। अन्त अब नेताहरूलाई गाली मात्रै गरेर हुँदैन है। अब नेता त सत्ता उहाँ पुगिसकेपछि तिनीहरूको सोचै त्यही हो नि त। अब चाहिँ अन्त अब जिताउनु त हामीले हो नि त, तिनीहरूलाई माथि पुऱ्याएको चाहिँ हामीले हो नि त। अब तिनीहरूलाई त्यहाँबाट गिराउनु पनि हामीले नै हो कि, तिनीहरूलाई त्यहाँबाट हटाउने पनि हामीले नै सकिन्छ कि, हामी जनताहरूले नि सकिन्छ कि। मेन भनेको हामी सुध्रिन पऱ्यो कि अरू पछि आन्दोलन गाली गर्ने। अनि चुनावको बेलामा चाहिँ अनि त्यही एमाले काङ्ग्रेस माओवादी भन्दै अनि त्यहीबाट हिँड्दै गएपछि जस्तो त भएन नि त। अनि मेन भनेको हामी सुध्रिन पऱ्यो कि। अब चाहिँ 84मा के गर्नु पऱ्यो भन्दाखेरि है, अब सबै 77 जिल्लाबाट राम्रो उस मान्छेलाई जिताउने मान्छे जहाँ पनि हुन्छ नि त। अब यस्तो हुन्छ नि त, अब आफ्नो वडा अनि गाउँपालिका अनि यस्तो नगरपालिका अनि जिल्लाहरू हुन्छ नि, त्यो सबैमा आफूलो हुन्छ नि त कतिलो मान्छे जिताउनु पऱ्यो कि। अनि मासु र भातमा नबिकिकन यो 84मा मासु र भातमा नबिकिकन यति 84मा जिताउन पऱ्यो। अनि बल्ल बन्छ देश, अनि बल्ल विकास हुन्छ देश। अनि त्यसै हुन्छ, अरू पछि मासु भातमा बिक्ने चुनावको बेला, अनि अरू पछि आन्दोलन गरेर हुन्छ, अनि नेताहरूलाई मात्रै गाली गरेर हुन्छ। पहिला चाहिँ हामी सुध्रिन पऱ्यो कि भेडे जनताहरू, थु माया साला राँडीका बानहरू, भेडेहरू जनताहरू, साला गुखाने जनताहरू के हामी त। गुखाने जनताहरू नेपालका त साला। देश कहाँ गइसक्यो, कहाँ अरू देशहरू कहाँ विकास भइसक्यो, हाम्रो देश आइसक्यो माया साला खातेका बानहरू। साला भेडे हो क्या, भेडे हो, भेडे जनताहरू सर नेपालका भेडे जनताहरू हुन्। म चाहिँ त्यही भन्न चाहन्छु है। अब राजा चाहिँ खासमा चाहिँ हामीलाई राजा चाहिएको होइन है, हामीलाई चाहिँ देश विकास गर्ने मान्छे चाहिएको हो नि त। अब त्यो देश विकास गर्ने मान्छे चाहिँदाखेरि चाहिँ पहिला कुरो चाहिँ जनता सुध्रिन पऱ्यो है। त्यसै राजा आऊ देश बचाऊ भनेर काम छैन हेर है। अब हो, अब राजा आसी अब अलि शान्त हुन्छ है देशको है, राजा भनेको राजै हुन्छ है। अलि शान अनि देशको इज्जत त अलि बढ्छ, अलि हुन्छ नि त अलि बढ्छ है। अब राजा आए पनि अब हामीलाई चाहियो भनेको त अब है नेपालमा विकास है, अब राम्रो शिक्षा नि त अनि रोजगारीहरू दियोस् हामीलाई भनेर पो हामीले नयाँ विकास गर्ने मान्छे चाहिएको है। अब त्यसका लागि चाहिँ अब हामीले राजा आए पनि त्यत्रो है इन्टरनेटहरू बन्द गरेर है, बन्द गर्न खोज्ने है, बन्द गरेर नर्थ कोरिया जस्तो बनाउन खोज्ने राजा हामीलाई चाहिएको होइन है। हामीलाई चाहिएको भनेको देश विकास गर्ने मान्छे चाहियो भनेको हामीलाई चाहिँ यो हुन्छ नि त अब हर्क साम्पाङ बालेन जस्तो नेता चाहिएको हामीलाई। त्यही भएर चाहिँ अब 84मा चाहिँ मासु र भातमा नबिकिकन हेरौँ साथीहरू है। अब साथीहरू सबै जनतालाई म के भन्न चाहन्छु भने चाहिँ है, हामीलाई चाहियो भनेको बालेन अनि हर्क साम्पाङ जस्तो हामीलाई मान्छे चाहिएको देश विकास गर्ने हो भने है। राजा आएर केही हुनेवाला छैन, हामीलाई चाहियो भनेको त्यही हर्क साम्पाङ
अनि बालेन जस्तो हामीलाई नेता अरू पनि चाहिएको हो। अब 84मा अब सबै 77 जिल्लामा है बालेन र हर्का साम्पुङ जस्तो मान्छेहरू उठाएर जिताउँ न त है, देश त्यसै नै विकास भइहाल्छ नि त यार। अनि कहाँ आन्दोलन चुनावको बेला है, अब चुनावको बेला मासु र भातमा है, अब 3-4 हजारको लोभमा अनि मासु र भातको लोभमा अनि यी भ्रष्टाचारीहरूलाई अनि जित्ने अनि भोट दिएर जिताउँछौ अनि कहाँबाट हुन्छ त अनि देश विकास यार। त्यही भएर चाहिँ म के भन्न चाहन्छु भने चाहिँ 84मा मासु र भातमा नबिकिकन राम्रो नेताहरूलाई भोट दिउँ साथीहरू है। सबै जनता नेपाली साथीभाइहरू आमा बुवाहरूलाई म त्यही भन्न चाहन्छु है। सकेसम्म अब 84मा राम्रो नेताहरूलाई जिताऊँ है, अब त्यसै देश विकास भइहाल्छ नि त। अब त्यही हो है भन्न चाहन्छु म चाहिँ है। अब 84मा चाहिँ मासु र भातमा नबिकिकन है, मासु र भातमा नबिकिकन अनि दुई जग्गाहरू लोभले नजितिकन है, राम्रो नेताहरूलाई जिताऊँ है, त्यसै विकास भइहाल्छ। अब पनि यसरी नै है भेडाहरू भएर है नेताहरूको पछि लागेर है, यही चोर नेताहरू खातेका बाहनहरूको पछि लागेर चाहिँ हामीले चाहिँ यो भोट नदिउँ है। यस्तै गऱ्यो भने चाहिँ देश डुब्छ है, देश अझै पनि खत्तम हुन्छ है। खत्तम त बनाइसके चोरहरूले है, अब अझै खत्तम हुन्छ। अब चाहिँ यिनीहरू चाहिँ मरेर जाने है। अब यिनीहरूको सोचमा चाहिँ अब हामी चाहिँ मरेर जाने है, अब देश जस्तो सुकै होला है। अब हामी त मरेर गइन्छ, अब आउने पुस्ताले जेसुकै गर्छन् भनेर यिनीहरूले चाहिँ भ्रष्टाचार मात्रै गरेका छन् है। अब यिनीहरू चाहिँ अब यी 3टा टाउकेहरू जिन्दगीमा पनि कहिले पनि सुध्रिन्नन् है। अब यिनीहरू चाहिँ हामी अब मेन भनेको जनतै सुध्रिन पर्छ, यिनीहरू सुध्रिँदैनन् है। अब राम्रो नेताहरू चुनेर है जिताएर अनि बल्ल हाम्रो देश विकास हुन्छ, नत्र हाम्रो देश विकास हुँदैन। जहिले पनि यस्तै भइरहेको छ है। अब विदेश जानु नै पर्ने हुन्छ है, अब विदेश जानुपर्ने हुन्छ। अब यहाँ युवाहरू पनि हुँदैनन् है, अब चाहिँ अब यस्तै भइरहेको भने त अब कन्टिन्यू यस्तै भइरहेको भने त अब कन्टिन्यू विदेशतिर गइहाल्छन् है। त्यही भएर चाहिँ राम्रो नेताहरूलाई जिताऊँ है। अहिले नजिता अब हाम्रो पालामा अब झन् खत्तम हुनेछ है। अब झन् हाम्रो छोरापाका झन् हाम्रो दुःख पाउनेछन् है। त्यही हो है, राम्रो नेताहरूलाई जिताऊँ है। लभ यु है। अब भिडियो पनि यही अन्तिम गरिदिउँ है, भिडियो धेरै लामो भइसकेको छ है। अब त्यही हो है, अब यो भिडियो त अब भाइरल हुन्न है। अब मैले चाहिँ अब युट्युबमा धेरै भिडियो हालेको पनि छैन है। अब यो भिडियो धेरैजनाले हेर्दा पनि हेर्दैनन् है। अब त्यही हो, अब त्यही भन्न चाहन्छु म चाहिँ है। अब चाहिँ खासमा यो भिडियो हाल्ने कारण पनि अब त्यही हो है। अब म चाहिँ यसो यो आयो है भनौँ जस्तो लाग्यो है। त्यही भएर चाहिँ मैले भनेको है। खासमा चाहिँ म भिडियो भाइरल हुन्छ भनेर मैले हालेको पनि होइन है। मेरो भिडियो भाइरल पनि हुँदैन। अब हुन्छ नि त, अब हामीले अब युट्युबमा हालियो नि हो नि त। अब युट्युबमा हालिसकेपछि त पछिसम्म नि रहन्छ नि त। त्यही कारणले चाहिँ मैले चाहिँ युट्युबमा हालेको है। अब पछि हामी चाहिँ अब बुढेसकालमा हो नि त, हामी चाहिँ बुढेसकालमा गएपछि चाहिँ हामीले यो भिडियो अब युट्युबमा त रहिरहन्छ है पछिसम्म नि। अनि हामीले चाहिँ युट्युबमा अब पछि गएर हेरौँ भने पनि हुन्छ कि अब फोनमा हामीले मोबाइलमा राख्यौँ भने त एक न एक दिन त बिग्रे त उडिजान्छ है। अब हामीले कहिले मोबाइल बिग्रिन्छ, कहिले हराउँछ, के भएर त उडिजान्छ। त्यही चाहिँ हामीले युट्युबमा हालेपछि त अब युट्युबमा पछिसम्म रहन्छ नि त। अब पछि गएपछि चाहिँ अब हामीले यस्तो अब हामी जमाना यस्तो थियौँ है, यस्तो थिएँ म, त्यो भन्न हामीलाई सजिलो हुन्छ नि त। त्यही भएर चाहिँ मैले यस्तै हाल्न खोजेको है। अब यस्तो यता त्यसै बोलेर मैले चाहिँ हालेको है। मलाई त्यति बोल्न नि अलि हुँदैन है। मलाई त्यही केही पनि यस्तो भ्लगको नलेज पनि छैन है। यस्तो अब म चाहिँ गाउँमा बस्छु, यस्तो टाटा ट्राभल गर्ने पनि छैन है। अब त्यही हो है, म चाहिँ त्यही भन्न चाहन्छु है। अब सुध्रिम माटुनी जनताहरू सुध्रिम। कति हो, कति नेताहरूको पछि लाग्ने हो, कति नेताहरूको पछि लाग्ने हो है। अब पनि सुध्रेन भने हाम्रो देश गयो, सकिन लागिसकेको छ। अन्त अब सके पनि झन् सकिन्छ। त्यही हो है, आजको यति नै है। अब पछि अब भिडियो हालेछु भने हाल्छु है। त्यही हो है। अब कोहीले अब लास्टसम्म भिडियो हेरेछ भने चाहिँ सब्सक्राइब गरिदिउँ च्यानललाई है, लाइक पनि गरिदिउँ है। अब त्यही हो है, अब हेर्ने जातिले चाहिँ लाइक सब्सक्राइब गरिदिउँ, र नहेर्ने जातिले चाहिँ अब त्यही त हो। अब भिडियो यस्तो छ, खाँदा ढिङ्ना ढाङ्गो छ है। त्यही अब एडिटिङ पनि अब त्यति आउँदैन मलाई, केही पनि आउँदैन। त्यस्तै बनाइदिने हालिदिने हो, यसो रमाइको लागि हालिदिने हो है। त्यही हो है। अब चाहिँ बाई बाई है। अब लभ यु है सबैजनालाई है। सबैजना ठिकठाक है,
राम्रोसँग बस्नु होला है। अब त्यही हो, सबैजना सुध्रिनु होला है। अब 84 मा चाहिँ राम्रो नेताहरूलाई भोट दिनु होला है। राम्रो नेताहरूलाई युवाहरूलाई जिताएर चाहिँ भोट दिनु होला। अब चाहिँ यो जति पनि यो बुढापाकाहरू छ नि यसलाई हटाएर अब चाहिँ भोट दिनु होला। अहिले पनि भोट दिएन भने यस्तै हो नेपाल है, सकिने छ, विकास हुँदैन है। त्यही भएर चाहिँ है अब यति नै पनि, भिडियो धेरै लामो भइसक्यो है। बाई बाई, अब नेक्स्ट भिडियो भेटौँला। बाई। जय नेपाल, जय बालेन्सा, जय हर्क साम्पाङ। ल गाइस।